भाग्यको खेल भनौं या कर्मको, कहिलेकाहीँ आफ्नो जिन्दगी आफैसँग अनुत्तरित लाग्छ। प्रश्नको चाङमाथि आफूलाई पाउँछु। जब म +2 सकेर ब्याचलर पढ्न क्याम्पस जान्छु, त्यहाँ अनेकन साथीहरूसँग भेट हुन्छ। त्यही साथीहरूको हुलमा मैले उसलाई भेटेकी हुँ। हेलो, म आभास भट्टराई। पहिलो भेटमा उसैले बोलाएको थियो, म जुना राई। मैले नि आफ्नो परिचय दिएँ। यो चिन्जानले मेरो जिन्दगी बदलिदियो। हाम्रो चिन्जान भेटघाटमा बदलियो अनि समयसँगै प्रेममा। मलाई यो प्रेम खासै भरसिलो लागेको थिएन। न जात मिल्थ्यो, न संस्कार, न त स्तर। यिनै कारणहरूले मैले धेरै पटक इन्कार गरे पनि अन्ततः हामी एकअर्काको नजिक थियौँ। समय बित्दै गयो। जिन्दगीका उतार चढावहरू अघि बढ्दै गए। हुनु नै थियो र भयो पनि। एक दिन हाम्रो सम्बन्ध उसको परिवारलाई थाहा भयो। हामी सँगै भएको बेलामा आमाले फोन गर्नुभयो। उसले धेरै पटक फोन उठाएन। लगातार गरिरहनु भएपछि उसले आमाको फोन उठाए। आमा रिसले चुर हुनुहुन्थ्यो। भोटेको छोरीलाई घरमा भित्र्याएको दिन मेरो क्रिया गर्नु। उसले मलाई यो कुरा सुनाउन चाहँदैनथे, तर मैले सुने। आमाले यो कुरा भनि नसक्दै आवाजले फोन काट्यो। अल्लारेपन नबुझ्दो उमेर म रिसले आगो भएको थिएँ। आँसु, म राईको छोरी हो, भोटेको होइन। आमालाई सुनाइदेऊ। बोल्न नपाउँदै आँसुले मलाई अङ्गालोमा बेर्यो। सायद रिस शान्त पार्ने अरू केही उपाय थिएन। साझा आँसुले मलाई फोन गर्यो। मैले उसलाई छाड्ने डिसिजन गरिसकेकी थिएँ। परिवारको खुसी बिनाको जिन्दगी जिउनु थिएन मलाई। मैले उसको फोन उठाएन। म आफ्नो डिसिजनमा अडिग थिएँ, किनकि मेरो परिवारलाई पनि पटक्कै यो सम्बन्ध स्वीकार्य थिएन। मनमा एक तमासको हुरी बतास चल्दै थियो। मुटुमा राखेको मान्छेलाई नि निकाल्न सजिलो हुन्छ र, तर आफ्नो भुलको सजाय भोग्नै पर्छ। गल्ती गरेकै हो जस्तो भइरहेको थियो। रातको करिब 10 बजेको हुँदो ढोकामा ठक ठकको आवाज आयो। ढोका खोल्दा ऊ थियो, जसलाई मनबाट निकाल्ने अठोट गरिसकेकी थिए। काँधमा ब्याग, हातमा सुटकेस, निनाउरो अनुहारमा हेरेकै भए। आँसु, तिमी कहाँ हिँडेको यति राति? होसमा त छौ? के छ यो सुटकेसमा? प्रश्नै प्रश्न छरियो वरिपरि। के भइरहेको छ मैले सोच्नै सकिरहेको थिइनँ। जुन, तिमी रेडी हो, भोलि बिहान 4 बजेको टिकट बुक गरिसके। पागल त भएको छैनौ? म चिच्याएँ। के भइरहेको छ मेरो जिन्दगीमा मैले बुझ्न सकिरहेको थिइनँ। मेरो हात समाउँदै उसले भन्यो, म केही जान्दिनँ जुन, मलाई तिमी चाहिन्छ। आज हामी बिहे गरेनौँ भने जिन्दगीभर हामी एक हुन सक्दैनौँ। मेरो घरमा मेरो बिहेको लागि केटी खोज्दैछन्। तिमी उसैसँग बिहे गर, जसलाई तिम्रो आमा बाबाको मनले स्वीकार्छ। हाम्रो सम्बन्ध त्यति सहज छैन आँसु। जे भने पनि उसको ढिट गएन। अन्ततः हामीले बिहे गर्ने डिसिजन गर्यौं। रातको 1 बजेको थियो। उसले मेरो सिउँदोमा त्यही भगवानलाई चढाएको अबीर लगाइदियो। न जग्गे, न जन्ती, न साँची, न प्रमाण। अहो, मैले के गरेँ? म झसङ्ग भएँ। मेरो आमा बाबालाई सम्झेर हृदय छिया छिया भयो। मैले यो के गरेँ? ग्लानीले छटपटाहट भयो। मेरो आमाको सपना एकै झट्कामा छरपस्ट बनाए। रुएँ, चिच्याएँ। खै यो के गरेँ? अत्तो पत्तो पाउन सकिरहेको थिइनँ। त्यो रात रोएर बित्यो। उसले धेरै सम्झायो, तर मैले मेरो आमा बाबा र दाइलाई सम्झेर धेरै रोएँ। हात काम्दै थियो। त्यही मैले दाइलाई म्यासेज लेखेँ, सरी दादा, मलाई माफ कर। तेरो बहिनीलाई बिहे गर्न हतार लाग्यो। मैले बिहे गरेँ आभाससँग। आमा बाबालाई सम्झाउने जिम्मा तेरो। सरी दादा, मलाई माफ कर। यति सेन गरेर मैले फोन अफ गरेँ। अहो, कत्रो ठुलो डिसिजन। क्षणभरमा परिवारको सपना, इच्छा, चाहना सबै कुरामा आगो लगाए। म कस्तो नराम्रो छोरी हो, म कस्तो अबुझ बहिनी हो। मनमा अनेक कुराहरू खेलिरह्यो। त्यो मिरमिरे बिहानीलाई साँच्ची राख्दै आँसुको हातमा जिन्दगी सुम्पिएर हिँडे। कस्तो यात्रा हो यो।
बेलुका धरान पुग्यो। आँसुले साथीहरूलाई सबै कुराको बन्दोबस्त गर्न लगाएको रहेछ। चतरा लाइनमा रुम रेडी थियो, त्यही गएर बस्यौँ। साथीले कल गरेर सबै सुनाए। आमा बेहोस हुनुभयो रे। बाबाले जिन्दगीभरि नबोलाउने डिसिजन गर्नुभयो रे। अहो, म कस्तो छोरी, कत्रो सपना थियो होला, कति रहर थिए होला, अनि के आश थियो होला म माथि। दुई परिवारको सपना एक झट्कामा खरानी बनाएका थियौँ हामीले। समय अघि बढ्दै गयो। हाम्रो पढाइको यात्रा त्यही अन्त्य भयो। आँसुले होटेलमा काम गर्न थाल्यो, मैले पसलमा काम गर्न थालेँ। जीवनमा दुःखका दिनहरू सुरु भएका थिए। जे भए नै खुसी नै थियौँ। माया गरेको मान्छे जो सँगै भयौँ। बिहे गरेको 1 वर्षमै हाम्रो छोरा जन्मियो। हाम्रो खुसीको सीमा थिएन, तर यो खुसीमा हाम्रो दुवै परिवार सामेल थिएन। न घर न माइती कसैले बोलाउनु भएको थिएन। यो सब हुँदाहुँदै पनि आफूलाई निकै भाग्यमानी ठान्थे, यति धेरै माया गर्ने श्रीमान पाएकोमा। घर परिवारको खुसीभन्दा धेरै माथि राखेर गरेको मायामा म डुबिरहेकी थिएँ। आँसुले छोराको नाम सीमान्त राख्यो। 2बाट 3 भयो। बच्चा भइसकेपछि आर्थिक समस्याले सताउन थाल्यो। छोराको खर्च बढ्दै थियो। यसरी जिन्दगी चल्दै थियो। सीमान 6 महिनाको भयो। बाँच्ने गर्ने कुरा भयो। पैसाको अभावले गर्दा कोही नबोलाउने सल्लाह भयो। उसको 2 जना साथीहरू बोलाउने कुरा गर्यो। मैले नि हुन्छ भनिदिएँ। मैले मेरो मुटुको टुक्रालाई अथाह प्रेम भन्दा केही दिन सकिन। मात्र उसलाई भात खुलाएको विधि गरिदिने भयो। जे जसरी भए पनि आँसुले खुब मेहनत गरेर तयारी गर्यो। मनी मक्खै परे बुढाको काम देखेर। उसको साथीहरू आएछ, लिएर आउँछु भनेर निस्कियो र ल्यायो पनि। म छक्क परे। सोचिरहेथे केटाहरू, तर 2 जना केटीहरू थिए। बिना साइनो नमस्कार गरे। मैले बहिनी भनेर सम्बोधन गर्दिए। आजसम्म भगवानको स्थानमा राखेको मेरो आँसुको व्यवहारले मेरो हृदयमा घोचिरहेको थियो। 2 मध्ये एउटीको नाम स्मृति थियो। उनीसँगको व्यवहार अलिक अस्वाभाविक लागिरहेको थियो। आफ्नो प्रिय चिज अरू नै सँग नजिक भइरहेको भान भइरहेको थियो। छोराको पास्नी भारी हृदय लिएर सकियो। आँसु उनीहरूलाई पुर्याउन बाहिर गए। म भित्रै डढेर खरानी भएँ। म रोऊँ कि हाँसु, म के गरूँ, केही पत्तै पाइन। जमिन भासियो। उसको व्यवहारले म अकमक्क परे। तिनीहरूलाई पुर्याएर फर्किएपछि आँसुले झर्किँदै गाली गर्यो। के कुरामा मुख फुलाको, मेरो साथीहरूको अगाडि मेरो बेइज्जत गरेर ठिक गर्यो। जवाफ धेरै थियो, तर आमाको कुरा सम्झे। सहेको र रहेको काम लाग्छ भनेर जहिल्यै सम्झाउनुहुन्थ्यो। यही सम्झेर म चुप भएँ। जिन्दगीले खै कस्तो मोडमा ल्याइदियो। यो दिनहरू दिक्दारिलो बन्दै थियो। मनमा खुसी नभएपछि दिनले उज्यालो नलाग्दो रहेछ। तर मेरो छोराको मुख हेरेर दिन कटाइरहेकी थिएँ। मनमा जस्तो भए पनि मैले उसलाई केही भनेकी थिइनँ, किनकि मेरो चाहिँ के बाटो थियो र उबाए। मेरो भन्नु नै मात्र उठ्यो। एक दिन आँसुको फोनमा म्यासेज आयो। मैले हेर्न खोज्दा खोसेर लग्यो। उसको व्यवहारले म झनै विक्षिप्त भएँ। क्षणभरमै मेरो संसारबाट टिपेर ल्याएको मेरो आँसुको व्यवहारले म के भएँ मलाई मात्र थाहा छ, कि त उनी भगवानलाई थाहा छ। केही समयपछि मैले बुढालाई सोधेँ, कसको म्यासेज हो? स्टाफको। उसले जवाब दियो। हेर्ने नमिल्ने के थियो? मैले सोधेँ। किन चाहियो तिमीलाई? जवाब सँगसँगै ऊ बाहिरियो। यसरी उसको व्यवहारमा बदलाव देख्दै थिएँ, तर चित्त बुझाउँथे। व्यवहारको टेन्सनले पनि यस्तो भएको होला जस्तो लाग्थ्यो, तर होइन। उसको फोनमा ब्याकले म्यासेज आउन थाल्यो, जुन मलाई हेर्ने अनुमति थिएन। मैले एक दिन उसलाई राम्ररी सम्झाएँ। हाम्रो प्रेम, हाम्रो छोरा, हाम्रो हालत सबै कुराहरू राखेर सम्झाएँ। आफ्नो ज्ञानले भ्याएसम्म सम्झाएँ। मेरो कुरा खासै ध्यान दिएन। म भनेपछि संसार त्याग्ने मेरो मायाको बदलाव देखेर घरिघरि सपना झै लाग्थ्यो। एक दिन होटेलको काम छ, इटरी जाने भनेर बिहानै निस्कियो। छोराको हेरचाहमै मेरो दिन बित्यो। साँझ उसको साथीले आत्तिँदै फोन गर्यो, भाउजू तपाईहरूको एक्सिडेन्ट भयो रे, कहाँ हुनुहुन्छ? हस्पिटलमा होइन? उसको कुराले म झसङ्ग भएँ।
भाइ, म आभासको वाइफ, कसलाई फोन गर्नुभएको? भाउजू, मैले तपाईँलाई नै गरेको। दाइ र तपाईँ इटरीबाट फर्किँदा तिनकुनेमा एक्सिडेन्ट भयो रे। प्रहरीले अफिसमा फोन गरेको थियो। मेरो हङ्सले ठाउँ छोड्यो। नानी च्यापेर म घोक्पा क्याम्पतिर दौडिएँ। सोधीखोजी गर्दै ऊ भएको ठाउँमा पुगे। उसलाई बेडमा देखेर मेरो होस उड्यो। धन्य भगवान, मेरो आँसुलाई बचाइदिनु भयो। उसलाई खासै ठुलो चोट लागेनछ। उसँग 2 जना साथी थियो। अघि मलाई फोन गर्ने भाइ पनि रहेछ। उनीहरूले मलाई बस्नै दिएनन्। भाउजू, नानीसँग किन बस्नुहुन्छ? हामी छौँ, घर जानुहोस् भनेर कल गर्न थाले। आँसुले पनि जाऊ जाऊ, म ठिक छु, भोलि घर आइहाल्छु भन्यो। छेउको बेडमा निकै सिरियस बिरामी थियो। रोइरहेको थियो। आवाज सुन्दा कता कता चिनेको जस्तो लाग्दै थियो, तर मैले खासै ध्यान दिइनँ। भाइहरूको कलले म घर फर्किएँ। राति तो भाइको वाइफले कल गर्यो। मेरो मनमा भएका सबै खुल्दुलीहरू मेटाइदियो। दुर्घटनाको बारेमा सबै सुनायो। म कुन संसारमा छु पत्तै पाइन। सपना हो कि विपना छुट्याउन सकिरहेको थिइनँ। मिनेट भरमा उडाएर लैजाने मेरो आँसुको गर्लफ्रेन्ड छ रे। त्यो बहिनीले सबै सुनायो। मेरो छोराको पास्नीमा आउने केटी त्यही रहेछ। त्यही केटीसँग इटरी घुम्न गएको रहेछ। फर्किँदा एक्सिडेन्ट भएछ। प्रहरीले को हो भनेर सोद्धा बुढी भनेको रहेछ। सबै बेली बिस्तार लायो बहिनीले। सिनेमाको कहानी सुने चाहिँ म सुनिरहेँ। आँसुहरूले लपक्कै भिज्यो। काखमा निधाएको मेरो छोरा। अहो कत्रो धोका। प्रश्नै प्रश्न वरिपरि नाच्न थाल्यो। संयोग जन्म बिताउने कसम खाएको मान्छेले किन 1.5 वर्ष बिताउन सकेन मसँग? संसार बिर्सिदेऊ म छु भनेर किन एक्लै बनायो यो सहरको भिडमा? किन छलमा राख्यो मलाई? के कमी गराएको थिएँ र बाहिरी गर्लफ्रेन्ड बनायो? हो, त्यो रात मेरो जिन्दगीमा ग्रहण ल्याउने रात पनि मलाई बाँच्ने रहर हरायो। कुन आधारमा सास फेर्दै केही सोच्न सकिरहेको थिएन। तर मेरो छोराको स्पर्शले शक्ति दिएको भान भयो। कता कता हिम्मत जाग्यो र मनमनै चित्त बुझाएँ। आखिर उसको मुखबाट सुनेको छुइनँ, नहुन पनि सक्छ। अरूको कुरा मात्र हो भन्ने झिनो आसमानमा पलायो। नभन्दै भोलि दिउँसो साथीहरूले उसलाई कोठामै ल्याइदियो। उसको सन्चो बिसन्चोको मलाई खासै प्रभाव थिएन। उसको साथीहरू निस्किनु बित्तिकै मेरो मौनता तोडियो। सुरुमा त होइन भन्दै थियो, तर भनाभन हुँदै जाँदा त्यही भयो जो म सोच्न पनि सक्दिनथेँ। हो, स्मृति र म दुवैजना एक अर्कालाई चाहन्छौ। मलाई माफ गर्छुन्, तिमीहरू दुवैजना मेरो बराबर हुनेछौ। अहो, फिल्म भन्दा कम छ र मेरो दुनियाँ। म एक्लिए दुनियाँबाट। मेरो आमा बाबा र दाइबाट छुट्याएर ल्याएको यही देखाउनलाई रहेछ। सायद पूर्व जन्ममा मैले ठुलै पाप गरेको हुनुपर्छ। मैले झलझली सम्झेँ मेरो बाउ आमाको काख, त्यो आँगन, त्यो घर जसलाई चित्त बुझ्ने गरी टेक्न पाइन, जहाँ खेल्न पाइन। मलाई त्यो गल्तीको महसुस भयो। कसैले माया गर्छु भन्दैमा पत्याउनु मेरो गल्ती हो। कसैले परिवार त्यागेर मसँग आइज भन्दैमा पत्याएर पछि लाग्नु महा गल्ती हो। जे भयो, अब सँगै बस्नुको औचित्य देखिन। डिभोर्स गर्नलाई बेदर्तासम्म थिएन। त्यही दिन बेलुका उसको कोठा, उसको जिन्दगी सबैदेखि बाहिरियो। म इटरी डेमाकोमा गएँ। उसले बार बार फोन गरिरह्यो। मैले ब्लक गरिदिएँ। डेमाको छोरीलाई सबै कुरा सुनाएँ। उसले काठमाडौँ बोलायो। भोलिपल्टै छोरा च्यापेर म बाटो लागेँ। फेरि फर्कनु नपरोस् यो सहर अनि त्यो धोकेबाजको जिन्दगीमा कहिले पनि नफर्किने बाचाका साथ म आफ्नो पाइला, आफ्नो गन्तव्यतिर लम्का।